खाना खाँदाखेरि अरूले बनाएर दिएको नमिठो भन्नै हुन्न। कहाँबाट फेरि आएछ कि त्यो हाम्रो हर्मी काइँला बाजेले के भन्नुहुन्थ्यो अरे बुवा एउटा थियो नि सम्झिनु भए के भन्नुहुन्थ्यो अरे म त भुलेँ क्या। बोल्नु भयो के भने एउटा के अलिअलि अब खाना अरूले बनाएको खाना नमिठो भन्ने नि आफै पकाउनु पर्छ त्योभन्दा चुप लाएर चाहिँ खाने भन्नुहुन्थ्यो त। ए त्यो हो उहाँको पोलिसी त्यस्तो हो नि त। त्यो अरूले पनि सिक्न पर्छ क्या त्यो कुरा। ए विशेष गरी मैले होला